मेरो दाइ है फेरि सक्दैन नि कसैले मजा आयो दाइ वेलकम छ मेरो दाइ विपिन दाइलाई भ्लगमा यता नयाँ नयाँ दाइहरूलाई जेस दाइ हाम्रो ट्याटु हाउस दाइ है सबजना आउनु पऱ्यो झुम्कामा भएको बासीहरू ल सडाउट हान्नु पऱ्यो नि Imagination doesn't work, Babu can do. The toy mother going for so we match you. You be everything is still underrated. Hat too. Common sense, common sense. And you go back to your side of the ground to this. So they want it now, one kill. Now we know you more like Bow Kill. So they want it now, one zero. Zam shoot the ground, one zero. So they want it now, one zero. Now we know you more like Bow one zero. So they want it now, one kill. Zam shoot the ground, one zero. Let's go. It's your boy. It's your boy. Vipin. Yeah. Bow. हाम्रो यहाँ हाम्रो रातो बिल्डिङ छ है हाम्रो यो त पनन्दको दोकान भन्छ नि पनन्दको हस्पिटलदेखि यो छ नि लोकेसन चाहिँ हाम्रो झुम्का बजार है झुम्का बजार टक्क यो पनि यता हाम्रो पूर्व म्याजिक स्ट्यान्ड लाग्छ नि इटरी जाने म्याजिक स्ट्यान्ड इटरी विराटनगर यता भित्र है सिधै भित्र यो रातो बिल्डिङमा सिधै भित्र होइन सिधै यहाँ बोर्ड देख्नुहुन्छ हजुरहरूले एउटा हाम्रो जेएएस ट्याटु हाउस ट्याटु स्टुडियो भनेर आउँछ है यहाँ कन्ट्याक्ट पनि छ है हाम्रो नम्बर पनि छ होइन कन्ट्याक्ट नम्बर त्यहाँ अगाडि हुन्छ ल दाइ हाम्रो दाइको ट्याटु हाउस चाहिँ आउनु पऱ्यो केटा हो फेरि पैसा पैसा हाम्रो दाइ फेरि गएको बाई बाई है अब त्यही गर्नु पऱ्यो केटाहरू सबजना आउनु पऱ्यो है हाम्रो जे एस दाइको गर्नु पऱ्यो है ल नम्बर चाहिँ यहाँ तल छ है अहिले हामी चाहिँ जाँदै गरेको दाइ चाहिँ अगाडि पुगिसक्नु भयो आइपुग्यो दादा अहिले चाहिँ हामी टुर हान्नलाई जान्छु भाइ टुर हान्नलाई जानु लाग्यो है त अब एकछिन पछि भेटौँ है गाइज ल लेट्स गो केडी ल टक्क फाइनली आइपुग्यो टुर हान्दै यहाँ डाइस खेलाइरहेको रहेछ डाइस खेलेको हेर्न आएको यस्तो छक्का त हान्नु मिल्छ त पाना भोटे गर्ने पारो खाइदिएर ल पाना भोटे एक एकवटा ल अहिले चाहिँ हामी हल्का दाइसँग गफसफ गरेर चियासा खाएर निस्केको है त गाइस ल मेरो प्यारो भाइ हो है मेरो प्यारो दाइ सपोर्ट गर्नु पर्यो है मेरो जिग्री दाइ च्यानल सब्स्क्राइब गर्नु पर्यो र सपोर्ट साथीभाइहरूलाई सपोर्ट गर्नु पर्यो बिस्तारै स्ट्रगल गरेपछि मात्र लाइफ राम्रो हुन्छ गाइस ल त्यही भएर मेरो भाइलाई चाहिँ म मेरो दाइ है धेरै सपोर्ट छ है मेरो भाइलाई गाइस मबाट अनि मेरो दाइबाट अनि हाम्रो त विपिन दाइ अनि हाम्रो त दाइको नाम के अरे हाम्रो दाइको नाम खै मैले पनि भर्खर चिनेको मैले पनि हाम्रो ठुलो दाइ हो ठुलो सिनियर दाइ हाम्रो सबभन्दा सिनियर दाइ हो जसमा दाइलाई माया छ दाइले ब्लग हेर्नुभयो नि है दाइ हजुरलाई धेरै माया छ भाइको तर्फबाट है मेरो विपिन दाइलाई त भन्नै पर्दैन मुटु फुट्ने गऱ्यो नि यता त दाइलाई त भन्नुपर्छ दाइ केही भन्नु पर्दैन दाइलाई थाहा छ भाइले कति रेस्पेक्ट गर्छ भनेर दाइहरूलाई होइन लाइक सेयर सब्सक्राइब हान्नु पऱ्यो आजको लागि भ्लग चाहिँ यति नै है त गाइस फुल भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच है ल आजलाई चाहिँ यति नै बाई बाई रात पनि पऱ्यो घर पनि जानुपर्छ ल विपिन दादा भाइको भ्लगमा एउटा के शब्द जाओस् सब्सक्राइब गरिदिनु पर्यो सब्सक्राइब गरिदिनु होला अनि मेरो रोमन भाइ श्रेष्ठलाई माया देखाइदिनु होला त्यही हो
त्यही हो भन्ने मैले ल त्यही हो है त ल दाइले भनिसक्नु पऱ्यो सबले गर्नु पऱ्यो मेरो प्यारो जिग्री दाइ हो है ल सब्सक्राइब है